हेलो एभ्रिवान, आजको यो भिडियोमा चाहिँ मैले 5 वटा यस्तो मेन्टेनेन्स स्टेप होइन जुनले चाहिँ हाम्रो बाइकलाई स्मुथ र हेल्दी बनाउँछ है त। सो फर्स्टमा कुरा गरौँ है। फर्स्टमै कुरा गर्नु पर्दाखेरि चाहिँ सबभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ हाम्रो चेनको इन्स्पेक्सन अनि चेन क्लिनिङ एन्ड चेन लिभिङ हो है त। सो इन्स्पेक्सन भन्नाले चाहिँ के बुझिन्छ? सो फर्स्टमा भनेको यो चेनको स्ल्याग चेक गर्नु पर्यो होइन, जुन चाहिँ बाइक अनुसार फरक हुन्छ। जस्तो डब्लुआरको केसमा चाहिँ अलिकति यो सस्पेन्सनलाई खेल्न पर्छ भनेदेखि यसको स्ल्याग चाहिँ धेरै हुन्छ भनेदेखि, जस्तो यहाँ एउटा एफजेड पनि रहेछ, उनीहरूको चाहिँ त्यस टाइपको बाइकहरूको चाहिँ अलिकति कम हुन्छ है चेनको स्ल्याग। किनभने त्यो भनेको स्ट्रिटको लागि फोकस हुन्छ भने यो चाहिँ अफ रोड त्यसपछि डट राइडहरूको लागि फोकस हुन्छ। क्लिनिङ र ल्युबिङ गऱ्यो भने चाहिँ हाम्रो यो ड्राइभ ट्रेनहरू स्मुथ हुन्छ, साथसाथै इन्जिनलाई पनि अलिकति स्ट्रेस कम हुन्छ है। अनि यो जुन यो छ नि, यो पोर्सन यो टाइट गर्दाखेरिको यो जुन लेभल हुन्छ नि, यहाँ चाहिँ अब सानो सानो यो लाइनहरू हुन्छ होइन, यो पनि चेक गर्नु होला। किनभने यो टायर अलाइनमेन्ट चाहिँ बिग्रियो भनेदेखि हाम्रो चेनबाट आवाज आउनेदेखि लिएर यतापट्टि इन्जिनलाई स्ट्रेस पनि पर्छ। अनि चेन क्लिनिङ र ल्युबिङ चाहिँ कन्डिसन अनुसार गर्नुपर्छ है। जस्तो डट राइडतिर गएर आएको छ भने चाहिँ अब कन्डिसन हेरेर फ्रिक्वेन्टली गर्नुपर्छ भनेदेखि नर्मल चलाइरहेछौँ भने चाहिँ एभ्री 500 किलोमिटर्समा चाहिँ चेन ल्युबिङ र क्लिनिङ गर्नुपर्छ होइन। अनि अर्को सेकेन्ड स्टेप भनेको चाहिँ मोटरसाइकललाई सफा राख्नु हो है। सो मोटरसाइकललाई सफा राख्दाखेरि चाहिँ कसरी मोटरसाइकल हेल्दी हुन्छ अनि त्यसपछि स्मुथ हुन्छ है। सो रस्टको इस्युहरू आउन सक्छ, जसले गर्दाखेरि चाहिँ लुक्समा पनि अलिकति असर पार्छ भनेदेखि अलिकति पर्फर्मेन्स पनि असर पार्छ। किनभने कम्पोनेन्ट्सहरू नै मेटलको भएपछि त अलिकति पर्फर्मेन्स घट्ने भइहाल्यो होइन। सो अब त्यही हो, यस्तो टाइपको बाइकहरू लिएर डट राइडहरू गर्नुहुन्छ भने चाहिँ एभ्री राइड पछि वास गर्नै पर्छ। किनभने मड रह्यो भने रस आउने चान्स हुन्छ। साथै अब नर्मल राइड गर्दाखेरि चाहिँ 10 to 15 डेजमा चाहिँ अब डस्टहरू आइहाल्छ होइन। नेपाल हो, काठमाडौँको बाटो अथवा बाहिरै चलाए पनि नेपाल हो, डस्टहरू आइहाल्छ। सो 10 to 15 डेजमा यसै पनि सफा गर्नुपर्ने हुन्छ। र थर्ड स्टेपमा आउनु पर्दाखेरि चाहिँ हाम्रो इन्जिन ओइल लेभल चेक गर्नुपर्छ है फ्रिक्वेन्टली। यो इन्जिन ओइल लेभल चाहिँ कसरी चेक गर्नु भन्दाखेरि बाइकलाई सिधा बनाउनु पर्यो। त्यसपछि यो डिपस्टिक हुन्छ है, यो डिपस्टिक हुन्छ, यसले चाहिँ मिनिमम र म्याक्सिममको लेभल हुन्छ क्या यसमा। सो इन्जिन ओइल चाहिँ मिनिमम र म्याक्सिममको बिचमा हुनु पर्यो। साथसाथै ब्रेक ओइल होइन। अनि त्यसपछि अब लिक्विड कुल इन्जिन छ भने कुलेन्टहरू यिनीहरू कुरा पनि मिनिमम टु म्याक्सिमम हुनु पर्यो है। सो कुलेन्ट लेभलमा भएन भने चाहिँ इन्जिन हिट हुने, त्यसपछि साथै इन्जिन जाने पनि हुनसक्छ भनेदेखि इन्जिन ओइल लेभलमा नहुँदाखेरि नै हिट हुने, त्यसपछि इन्जिन फेलियर हुने जस्तो टाइपको आउँछ। अनि ब्रेकको कुरा गर्नु पर्दाखेरि चाहिँ ब्रेकको ओइलहरू लेभलमा छैन भने चाहिँ ब्रेकिङ पर्फर्मेन्स घट्नेदेखि लिएर ब्रेकै नलाग्ने पनि हुनसक्छ है। सो अब फोर्थ पोइन्टमा आउँ है त। फोर्थ स्टेप भनेको चाहिँ हामीले टायरको थ्रेडहरू होइन, त्यसपछि लाएर टायरको पिएसआई। अब जस्तो कम्पनीको म्यानुअलमा चाहिँ टायर पिएसआई कति हाल्ने भनेर दिएको हुन्छ है त, टायर एयर प्रेसर। अनि जस्तो यसको कुरा गर्नु पर्दाखेरि चाहिँ यहाँ चेसिसमा पनि दिएको छ होइन, अगाडि पछाडि नै 20 to 22 पिएसआई भनेर लेखाएको छ होइन। यो चाहिँ नवीवाला टायर भएको भएर अगाडि पछाडि नै उति छ होइन, कम्पनीको रिकमेन्डेसन अनुसार। तर अरू स्ट्रिट बाइकहरूमा चाहिँ फरक हुन्छ होइन, त्यो चाहिँ विचार गर्नु होला। अनि जस्तो नर्मल वर्कसपहरूमा चाहिँ यसमा त यतिसम्म जान्छ भनेर हालिदिरहेको हुन्छ, त्यो कुरा चाहिँ अलिकति नमान्नु होला होइन। अनि आफ्नो म्यानुअल अनुसार हाल्नु होला। त्यसले गर्दाखेरि हाम्रो माइलेज पनि राम्रो हुन्छ, साथसाथै राइड पनि स्मुथ हुन्छ होइन। अनि अघिको चेन फ्ल्यागको कुरा पनि कम्पनीको ओनर म्यानुअलमै हुन्छ है, त्यो पनि म्यानुअल अनुसार मेन्टेन गर्न लाउनु होला। उनीहरूले हातले नापेको भरमा चाहिँ नगर्नु होला, किनभने
त्यो चाहिँ प्रपरली अब तपाईँहरूले घरमै आफैले एउटा स्केल लिएर पनि इन्सपेक्ट गर्न सक्नुहुन्छ है। त्यो भयो भने चाहिँ पर्फेक्टली फ्ल्याग मेन्टेन हुन्छ क्या। साथसाथै सर्भिस डेट पनि हेर्नुपर्छ बेला बेला, किनभने अब सर्भिस डेट कट्यो भने चाहिँ वारेन्टी पनि अभोइड हुन्छ होइन। अनि बाइक अब स्मुथ पनि हुँदैन क्या। जस्तो 3 मन्थ्सको इन्टरभलमा सर्भिस गर्नु छ अरे होइन, अनि 4 मन्थ्स लागिसक्यो अथवा रेकमेन्डेड किलोमिटर चाहिँ कटिसक्यो भने चाहिँ अलिकति बाइक स्मुथ हुँदैन होइन। जसले गर्दाखेरि पछि गएर यस्तो बानीले चाहिँ धेरै प्रब्लम आउनसक्छ है। सो आजको लागि चाहिँ यति नै। यो भिडियो सम्बन्धी केही क्वाइरिज अथवा क्वेसन अथवा सजेसन छ भने चाहिँ प्लिज कमेन्ट गर्नु होला है त।